हेलो गाइस, आज चाहिँ हामी भैरवकुण्डको यात्रा गर्दैछौँ। शुभ प्रभात। संसारभरि छरिएर बसिरहनु भएका दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्णलाई एकै मुष्टमा नमस्कार टक्रिन चाहन्छु। भन्नुहोस् हामी कहाँ छौँ? हामी अहिले सुकुटे भन्ने ठाउँमा छौँ। यहाँ कल्चरल सुकुटे बिच छ अहिले फेमस। हजुर, यहाँ आज हामी कहाँ जान लागिरहेको छौँ? कोशी खोलाका तिरतिर हामी यो अरण्यको राजमार्ग हुँदै हजुर, हामी आज भैरवकुण्ड जाँदैछौँ होइन। एक्लै है आज? खासमा कालिम्पोङ जाने बाटो नै यो होइन। हजुर, अलिक माथिबाट चाहिँ छुट्टिन्छ। अहिले हामी ठ्याक्कै खाना खान रोकेको छौँ यो सुकुटेमा। जस रमाइलो भइरहेछ। हामी कहिले 6जना छौँ होइन। ओके। यतिको बेला चाहिँ हामी चाहिँ लन्च गर्दैछौँ। एकदम मिठो रहेछ यहाँको खाना पनि, बेस्ट थियो। यहाँदेखि चाहिँ बाटो छुट्टिने रहेछ भैरवकुण्ड जाने। यहाँदेखि उता राइट साइड गयो भने चाहिँ हामी तातोपानी नाका पुग्छौँ भने यहाँबाट लेफ्ट साइड झरे पछाडि चाहिँ हामी चाहिँ भैरवकुण्डतिरको यात्रा सुरु गर्नेछौँ। काठमाडौँ नजिकै रहेको 4 जग्गा यदि किन्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोस्। कन्ट्याक्ट यो ठाउँ चाहिँ चोकर मकर भन्दा अलिकति तलतिरको र हामी पुग्दा चाहिँ यहाँनिर चाहिँ बादलहरू टक्क बादलले डाँडा भरिएको थियो अनि माथि हिमाल थियो। एकदम राम्रो फाँट थियो, एकदम राम्रो भ्यू देखिएको थियो यहाँबाट चाहिँ। यतिखेर चाहिँ यति बेला चाहिँ हामी चाहिँ चोकर मकर आइपुगेका थियौँ। यहाँनिरको देखिएको भ्यू यस्तो राम्रो छ। यता हाम्रो साथीहरू हुनुहुन्छ, अघिसम्म थकाइ लागेर बसेको मान्छेहरू। हिउँ परेको छ सबैतिर। आया यता हिमाल भन्दा माथि टक्क जोन अनि यतापट्टि घाम सनसेट हुन लागेको छ। दामी। मलाई चाहिँ हिमाल मन परेर आफूसँगै तान्ने कोसिस गरेको यहाँनिर। चिसो चिसो मौसममा तातो थोकमा अब हाम्रो टक्क यतिखेर चाहिँ 8 साढे 8 बजी हाम्रो टक्क यहाँ खाना खानु लागिरहेको छौँ। तातो भात चिसो समयमा सुजनले टक्क खाँदैछ तातो भात। कति मिठो भात छ सुजन भन त? काइता खा ल। रामै हानौँ है त आजको हाम्रो पहिलो दिनको खाना। भोक लागिसक्यो, अब हामी कप कप खाइरहेको छौँ है। देखो 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 अबको यहाँ चोकर मकरदेखिको आजको हाम्रो डे 2 सुरु हुन्छ। अब यहाँदेखि हामी चाहिँ भैरवकुण्डसम्म पुग्नेछौँ र टक्क यता हिमालको मजाले देखिया छ यता तक। यतिखेर चाहिँ हामी चोकर मकरबाट अलिकति माथि आइपुगेका छौँ र यो ठाउँबाट चाहिँ यति राम्रो भ्यू देखिँदो रहेछ। खुकी लागेछ। यतापट्टि सुजन सर हुनुहुन्छ, फोटो खिच्न एकदम रेडी अवस्था हुनुहुन्छ। ए र म यतापट्टि छु टक्क यहाँनिर। अब हामी अब लगभग भैरवकुण्ड पुग्न लागेको छौँ, अलिकति मात्र बाँकी छ। यतिखेर चाहिँ हामी अब भैरवकुण्ड पुग्न लागेका छौँ। खासै धेरै टाढा छैन, लगभग हामी त्यहाँबाट यो हाइटसम्म आइपुगेका छौँ। भनेपछि नजिकै हिमाल पनि देखिरहेछ भनेपछि अब त्यो कुण्ड खासै टाढा पनि छैन। अब हामी केही बेरमा हामी कुण्ड पुग्नेछौँ। हल्का थकाइ लाग्दो रहेछ उकालो हिँड्दाखेरि र खासै त्यस्तो गाह्रो ट्रेक पनि रहेन। यो चाहिँ भैरवकुण्ड चाहिँ तपाईँहरू त्यहाँ आउँदै हुनुहुन्छ भने चाहिँ एकदम सजिलो ट्रेक पनि छ, जुन चाहिँ तपाईँ गाडीबाट ओर्लेर नर्मली 1 देखि 1.5 घन्टा हिँडेर चाहिँ यहाँ पुग्न
पुगिने रहेछ। अब चाहिँ हामी भैरवकुण्डमा आइपुगेका छौँ। ठ्याक्क यहाँनिर यस्तो सिन रहेछ, हिउँ परेर यस्तो दामी देखिया छ। ल हेरौँ, ट्याप्प भयो यस्तो देखिया छ। यहाँ भैरवकुण्ड आइपुगेका छौँ हामी। पुरा लेक यो चाहिँ म लेकमा हिँडिरहेको छु। यहाँ तल चाहिँ पुरा कुण्ड हो यो। यस्तो छ यहाँनिर पुरा हिउँ परेर यस्तो दामी भएको छ। यहाँ पुरा वाउ छ नि त, वाउ छ, जस्ट वाउ छ यहाँनिर। यस्तो दामी छ यहाँनिर, वाउ। सबै यो चाहिँ लेक हो। लेकमाथि म हिँडिरहेको छु, हिउँ टक्क परेको छ। यस्तो राम्रो ठाउँ छ कि यहाँ। यो बिचमा कुण्ड हो। लबोगोबा हिउँमा चिप्लेटी खेल्न एकदम रमाइलो लाग्छ। फेरि यहाँनिर लडिँदो पनि रहेछ यहाँनिर बिचमा, एकदम डर लागेको थियो। यति बेला चाहिँ हामी भैरवकुण्डबाट फर्किएर चाहिँ हामी चोकरमोकरमा थियौँ र यो वरिपरि देख्यो कि हिमाल एक साइड पनि जुगल छ भने अर्को साइडमा गौरीशङ्कर हिमाल छ र यो चाहिँ हाम्रो चाहिँ 39 सयको हाइटमा अवस्थित रहेको ठाउँ चाहिँ यो चोकरमोकर हो। एकदम राम्रो पनि छ, यहाँबाट चाहिँ एकदम राम्रो भ्यू पनि देखिँदो रहेछ।